नमस्कार, आजको यस विशेष प्रस्तुतिमा स्वागत छ। आज हामी डाटाबेस नर्मलाइजेसनको बारेमा कुरा गर्दैछौँ। यसलाई एक प्रकारले डाटाको ग्रेट मेकओभर अर्थात् पूर्ण रूपान्तरण भन्दा पनि हुन्छ। हेर्नुस्, अव्यवस्थित डाटाबेसमा काम गर्नु भनेको नि साँच्ची नै एकदमै ठूलो टाउको दुखाइको विषय हो। तर चिन्ता लिनु पर्दैन, यसलाई चिटिक्क पारेर सुधार्ने एउटा गजबको तरिका छ। ल, अब यसमा गहिरिएर हेरौँ है त। आजको हाम्रो एजेन्डा यस्तो छ। पहिले अव्यवस्थित डाटाको समस्या हेर्छौँ अनि नर्मलाइजेसनको अवधारणा बुझ्छौँ। त्यसपछि फर्स्ट, सेकेन्ड र थर्ड नर्मल फर्म हुँदै अन्तिम डाटाबेससम्म पुग्नेछौँ। यो यात्रामा हामी खराब डाटा म्यानेजमेन्टका भिलेनहरूलाई एक एक गर्दै तह लगाउनेछौँ। खण्ड 1, अव्यवस्थित डाटाको समस्या। सबैभन्दा पहिले समस्याको जडबाटै सुरु गरौँ है। वास्तविक संसारका डाटाबेसहरू कतिसम्म भद्रगोल हुन सक्छन् भन्ने नबुझी यसको समाधानको महत्त्व बुझ्न अलिक गाह्रो हुन्छ। सोचौँ त, यदि कुनै पनि कडा नियम नराखी जथाभावी रूपमा डाटा एन्ट्री गरियो भने के होला? हो, बिना नियम राखिएका डाटाहरूले डाटाबेसको आकार मात्रै बढाउँदैनन्, यसले यति धेरै भ्रम सिर्जना गर्छ कि गल्ती हुने सम्भावना एकदमै बढेर जान्छ। उदाहरणका लागि यो तालिकामा विद्यार्थी सुन्दरको रेकर्डलाई हेरौँ त। एउटै सेलभित्र जावा र ओएस भनेर दुईवटा विषयहरू खादेर राखिएको छ नि। हो, यहाँनिर एउटा मुख्य भिलेन लुकेर बसेको छ। एउटा कम्प्युटर प्रणालीको लागि यसरी एउटै कोठामा दुईवटा छुट्टा-छुट्टै जानकारी हुनु भनेको पूर्ण रूपमा अस्तव्यस्तता हो। पछि गएर यही सानो कुराले डाटा खोज्न वा अपडेट गर्न एकदमै गाह्रो बनाइदिन्छ। खण्ड 2, नर्मलाइजेसनको अवधारणा। अब भने हाम्रो कथामा हिरोको एन्ट्री हुन्छ है। त्यही अस्तव्यस्ततालाई हटाउन नर्मलाइजेसनको प्रयोग गरिन्छ। खासमा यो भनेको एउटा यस्तो डेटाबेस डिजाइन प्रक्रिया हो जसमा ठूला र जटिल तालिकाहरूलाई टुक्र्याएर साना सरल तालिकाहरूमा रूपान्तरण गरिन्छ। यसको मुख्य उद्देश्य भनेकै डाटाको दोहोरोपन अर्थात् रिडन्डेन्सी र असङ्गतिलाई पुरै हटाउनु हो। सरल भाषामा भन्नुपर्दा डाटाहरू नदोहोरियुन् र सिस्टम एकदमै फास्ट चलोस् भनेर तालिकाहरूलाई टुक्र्याउने काम नै नर्मलाइजेसन हो। खण्ड 3, फर्स्ट नर्मल फर्म अर्थात् 1NF। अब यस स्लाइडको सबैभन्दा रोचक कुरा के छ भने यहाँ हाम्रो डेटा मेकओभरको पहिलो चरण सुरु हुन्छ। यसका केही आधारभूत नियमहरू छन्, तर सबैभन्दा मुख्य नियम भनेको हरेक सेलमा एटोमिक अर्थात् अविभाज्य भ्यालु हुनुपर्छ। एटोमिक भन्नुको अर्थ एकदमै सिधा छ। एउटा सेलले केवल एउटा मात्र जानकारी बोक्न सक्छ। यसमा कुनै पनि एक्सक्युज वा अपवाद हुँदैन है। अब फेरि त्यही पुरानो त्रुटिपूर्ण तालिकामा फर्कौँ। यहाँ हाइलाइट गरिएको भागमा हेर्दा प्रष्ट देखिन्छ। जाभा ओएसले भर्खरै हामीले सिकेको 1NF को एटोमिक नियमलाई सिधै तोडेको छ। देख्दा सानो लागे पनि यो गल्तीले सिङ्गो डाटाबेसलाई नै अमान्य बनाइदिन्छ। तर यसलाई फिक्स गर्न कति सजिलो छ, यहाँ हेरौँ त। सुन्दर र गणेशको रेकर्डलाई छुट्टा-छुट्टै पंक्तिहरू अर्थात् रोजमा विभाजन गर्दा अब हरेक सेलमा एउटा मात्र विषय छ, होइन त? अब हरेक सेल एटोमिक भयो। ल हेर्नुस्, यसरी अत्यन्तै सजिलोसँग डाटालाई पहिलो लेभलको मेकओभर अर्थात् 1NF मा सफलतापूर्वक ल्याइएको छ। खण्ड 4, सेकेन्ड नर्मल फर्म अर्थात् 2NF। 1NF एउटा गजबको सुरुवात त हो, तर अझै पनि केही भित्री संरचनागत समस्याहरू बाँकी नै छन् है। तिनै समस्यालाई समाधान गर्न अब हामी 2NF का नियमहरू हेर्दैछौँ। 2NF मा जान्नका लागि एउटा कुरा पक्का हुनुपर्छ, तालिका पहिले नै 1NF मा हुनुपर्छ। यसले मुख्यतया आंशिक निर्भरता अर्थात् पार्शल डिपेन्डेन्सीसँग लड्ने काम गर्छ। भनेको यदि कुनै प्राइमेरी की 2 वा सोभन्दा बढी कोलमहरू मिलेर बनेको छ भने अरू साधारण डाटाहरू त्यो प्राइमेरी कीको एउटा सानो भागमा मात्र निर्भर हुनु हुँदैन, सम्पूर्ण प्राइमेरी कीमै निर्भर हुनुपर्छ। यहाँ सबैभन्दा महत्त्वपूर्ण कुरा के छ भने टिचरको नाम केवल सब्जेक्ट आइडीमा मात्र निर्भर छ। कुन विद्यार्थीले पढ्दैछ भन्ने कुरासँग शिक्षकको नामको कुनै लेनादेना छैन नि, होइन र? तर यहाँ हेर्नुस् त, टिचरको नाम विद्यार्थी र विषय दुवै जोडिएको तालिकामा राखिएको छ। यसले गर्दा शिक्षकको नाम पटक पटक दोहोरिने अनावश्यक समस्या खडा भएको छ। हो, यही समस्यालाई सुल्झाउन शिक्षकको जानकारीलाई त्यहाँबाट चटक्कै निकालेर एउटा छुट्टै सब्जेक्ट तालिका बनाइएको छ। अब यहाँ कुन विषय कुन शिक्षकले पढाउँछन् भन्ने कुरा एकदमै स्पष्ट र सफा रूपमा बसेको छ। अनि यता हेरौँ त, विद्यार्थीले प्राप्त गरेको अङ्क अर्थात् मार्क्सको तालिका कति छरितो भएको छ। मार्क्स भन्ने कुरा विद्यार्थी र विषय दुवैमा पूर्ण रूपमा निर्भर हुने भएकोले यो तालिकामा अब कुनै पनि अनावश्यक डाटाहरू छैनन्।
एकदमै टु द पोइन्ट। र यसले उत्कृष्ट रूपमा के देखाउँछ भने कसरी एउटा भद्रगोल तालिकालाई दुईवटा सफा र प्रभावकारी तालिकामा परिणत गर्न सकिन्छ। यसरी तालिकाहरूलाई सही तरिकाले विभाजन गर्दा नि कम्प्युटरको बहुमूल्य मेमोरी र प्रोसेसरको समय, जसलाई हामी CPU साइकल्स भन्छौँ, दुवैको निकै बचत हुन्छ। खण्ड 5 थर्ड नर्मल फर्म अर्थात् 3NF। अब भने हामी हाम्रो डाटाबेस मेकओभरको अन्तिम र सबैभन्दा एडभान्स लेभलमा आइपुगेका छौँ है। यो 3NF ले चाहिँ ट्रान्जिटिभ डिपेन्डेन्सीलाई हटाउँछ। अब यो भनेको के हो भनेर धेरै नसोचौँ, सरल भाषामा बुझ्दा जब प्राइमेरी की बाहेकका दुईवटा साधारण डाटाहरू एकअर्कामा निर्भर हुन्छन् नि, तब त्यसलाई ट्रान्जिटिभ डिपेन्डेन्सी भनिन्छ। 3NF मा पुग्नका लागि कुनै पनि साधारण डाटा सिधै प्राइमेरी कीसँग मात्र जोडिएको हुनुपर्छ, अरू कुनै साधारण डाटासँग जोडिनु हुँदैन। यो तालिकामा ध्यान दिनुपर्ने कुरा के छ भने फुल मार्क्स पुरै एक्जाम नेममा निर्भर छ। जस्तै फर्स्ट टर्म हो भने 500 र सेकेन्ड टर्म हो भने 300, तर यी दुवै प्राइमरी की होइनन्। यसरी एउटा नन प्राइमरी की अर्को नन प्राइमरी कीमा निर्भर हुनु नै ट्रान्जिटिभ डिपेन्डेन्सीको एकदमै क्लासिक उदाहरण हो। अब अगाडि बढौँ र हेरौँ यसले कसरी काम गर्छ। यहाँ लामो र दोहोरिने परीक्षाको नामलाई हटाएर एउटा छोटो र सिम्पल एक्जाम आइडी राखिएको छ। यसले गर्दा हाम्रो मुख्य तालिका कति चिटिक्क परेको छ हेर्नुहोस् त। अनि बाँकी जानकारीको लागि एउटा छुट्टै एक्जाम तालिका सृजना गरिएको छ। यसले परीक्षा सम्बन्धी डाटालाई पूर्ण रूपमा अलग गर्छ र अन्तिम ट्रान्जिटिभ डिपेन्डेन्सीलाई पनि जरैबाट उखेलेर फालिदिन्छ। ल, अब फाइनली यो डाटाबेस सफलतापूर्वक 3NF मा पुगेको छ। खण्ड 6 अन्तिम डाटाबेस। अब हाम्रो यो महान डाटा मेकओभर यात्राको अन्त्यतिर लागौँ। यसरी 1NF, 2NF र 3NF को ऐतिहासिक यात्रा पार गरिसकेपछि हाम्रो डाटा मेकओभर पूरा भएको छ। तर यति धेरै मेहनत किन गरियो त? यो किन यति धेरै महत्त्वपूर्ण छ? किनकि यसले डाटा दोहोरिने समस्यालाई न्यूनीकरण गर्छ, जसले गर्दा महत्त्वपूर्ण जानकारी नष्ट हुनबाट जोगिन्छ। साथै यसरी तह तह गरेर मिलाइएको डाटाबेसको संरचनाले गर्दा नै आजका आधुनिक सफ्टवेयरहरू द्रुत गतिमा चल्न सक्छन् र समग्र सिस्टमको पर्फर्मेन्समा जादुगरी सुधार आउँछ। अन्तमा मनन गर्न लायक एउटा प्रश्न यहाँ छ। साँच्चै नै सही तरिकाले संरचना गरिएको डाटा नै हाम्रो आजको यो डिजिटल संसारको अदृश्य मेरुदण्ड हो। यदि डाटाहरू सही रूपमा नर्मलाइज छैनन् भने त्यो ढिलो वा चाँडो एउटा ठूलो समस्या बनेर विस्फोट हुने निश्चित छ। त्यसैले पर्फेक्ट तरिकाले नर्मलाइज गरिएको डाटाबेस निर्माण गर्नु नै उत्तम अभ्यास हो। आशा छ यो प्रस्तुतिले नर्मलाइजेसनको कुरालाई एकदमै छर्लङ्ग पार्यो।